मलाई माया गर्नुहुने, मेरो भिडियो हेर्नुहुने तपाईहरु सम्पूर्णलाई मेरो भिडियोमा स्वागत छ। मेरो यो भ्लगमा मेरो चाहिँ यो तेस्रो भ्लग हो। जानी नजानी भए पनि मैले चाहिँ युट्युबको जर्नी सुरु गरेको छु। मेरो भिडियोलाई स्वीकारेर हेरिदिनु होला है त। केही दिन केही महिनाको लागि चाहिँ कोरिया अलिक बिरानो सुन्ने खल्लो हुनेछ है। किन भन्दाखेरि सँगै यो भन्दा 2 वर्ष अगाडि सँगै एउटै प्लेनमा चढेर आएको साथी है। अब म नेपाल गएको मौका छोपेर चाहिँ अर्कै कम्पनीमा गइसिएछ, भागिसिएछ। मलाई एक्लै छोडेर एक्लै छु। यो बिरानो खेत अनि यो बिरानो बारी, यो डाँडा है। चैत वैशाखमा चाहिँ नै खडेरी लागेर विरक्त हुन्छ नि, त्यस्तै छ यो डाँडाहरू। पातहरू चाहिँ छैन, सबै पातहरू झर्या छ। हाम्रो चैत वैशाखमा हाम्रो चैत वैशाखमा एकदम बिरानो हुन्छ नि, त्यस्तै छ मौसम। अब त्यही माथि साथीले छोडेर गएको है, एक्लै छु। थाहा छैन यो खेतबारीमा कसरी रमाएर काम गर्ने हो। अब हुन त साथीहरू अब जिन्दगीमा आउँछन् जान्छन्, तर पनि मेरो साथी चाहिँ एकदम मिल्ने साथी थियो। अब योभन्दा 2 वर्ष अगाडि सँगै एउटै प्लेनमा आइयो हैन। अनि कोरियामा आइपुगेर ट्रेनिङमा आइपुगेर चिनजान भयो। अनि यहाँ कोरियामा आएर हामी मिलेर काम गऱ्यौँ है। अनि उसले भनेको मैले मान्यो, मैले भनेको उसले मान्यो। यसो गरौँ न है। अनि तिमीले यो गर, म यो गर्छु, मैले यो गर्छु, तिमीले यो गर भन्ने टाइपले हामीले काम गर्थ्यो। अनि एकदम मिलेर काम गर्थ्यो। त्यो साथीले चाहिँ छोडेर गइस्या छ। अहिले चाहिँ म एक्लै छु। अब साथीहरू त आउँछन् जान्छन्, तर एकदम मिल्ने साथी थियो, एकदम मिलनसार साथी चाहिँ मैले है। तपाईँले देख्न सक्नुहुन्छ यो पानीमा चाहिँ म एक्लै छु। अहिले चाहिँ म एक्लै छु। हेरौँ अब सुन्ने लागिरहेछ, एकदम खल्लो लागिरहेछ। मन खुसी छैन के, को छैन जस्तो लागिरहेछ। अब सँगै 2 वर्ष सँगै काम गर्यो, एउटै छानामुनि बसेर एउटै चुलोमा पकाएर चाहिँ खाइयो हैन। नचिन्दा को थियो, चिनेपछि एकदम आत्मीय रूपमा चाहिँ एकदम नजिक भयो हामी। एकदम राम्रो मिलनसार साथी थियो। अब छोडेर गयो, ठिक छ। अब उसलाई अब यहाँ काम अलिकता गाह्रो, अब छोडेर जानी भनिरहेको थियो। मलाई शङ्का त लागिरहेको थियो, म नेपाल जाँदा चाहिँ यो मान्छे पक्कै पनि जान्छ होला भनेर मलाई चाहिँ लागिरहेको थियो। नभन्दै छोडेर गइस्या छ साथी चाहिँ। अहिले चाहिँ म एक्लै छ। अनि मैले पहिला पनि म नजाँदै पनि साउले चाहिँ मलाई सोधेको थियो, साथीलाई पठाउँछु के गर्ने, पठाउँ कि नपठाउँ भन्दाखेरि चाहिँ मैले चाहिँ साथीलाई पठाउने भए मलाई पनि पठा हैन, साथीलाई मात्रै हैन मलाई पनि पठाउने भए 2 जनालाई नै पठा भनेर मैले भन्दाखेरि अनि साथीले चाहिँ साउले चाहिँ अब पठाएन। म हुँदाखेरि चाहिँ पठाएन। मलाई लाग्न त लागिरहेको थियो म नेपाल जाँदाखेरि पठाउँछ होला भनेर, यसलाई पक्कै पनि पठाउँछ भनेर। अनि के गर्नु, यस्तै छ। अनि मैले चाहिँ खास अब साथी जाने भए म नि जाने भन्ने विचार थियो मेरो चाहिँ। अब किन भन्दाखेरि अब एकदम मिल्ने साथी थियो। त्यस्तो साथी पाउनलाई निकै गाह्रो हुन्छ। हामी विदेशको ठाउँमा भनेको साथीमा भर पर्छ के हैन। तपाईहरुले हिजो अस्ति पनि सुन्नु भयो होला, साथीकै कारणले चाहिँ मान्छे चाहिँ आत्महत्या गर्न परेको हैन। विदेशको ठाउँमा कोही पनि हुँदैन के आफ्नो भनेको, मात्र साथी हुन्छ। त्यो साथी कस्तो प्रकारको साथी, त्यसले कस्तो व्यवहार गर्छ चाहिँ तपाईको विदेशको बसाइ चाहिँ साथीमा भर पर्छ। साथीले कस्तो व्यवहार गर्छ त्यसमा भर पर्छ के। त्यही भएर चाहिँ साथी राम्रो थियो निकै। अनि हामी काम पनि एकदम मिलेर गर्थ्यो है।
साथी अब थाहा छैन कति महिना कति दिन तिम्रो मिस हुन्छ मलाई हैन, सम्झना हुन्छ। सायद केही कामहरू गर्दै गर्दा साथी भएको भए ल है यस्तो म यो काम गर्छु तिमी यो काम गर भन्ने टाइपले हामीले काम गर्थ्यो। अब धेरै कामहरू गर्दाखेरि पक्कै पनि मेरो साथी विशाल घिसिङको चाहिँ मलाई मिस हुन्छ है। सधैँ सँगै त नहुँदो रहेछ है। अब हुन त जिन्दगीमा साथीहरू आउँछन् जान्छन्, तर एकदम सँगै काम गरेको चाहिँ 2 वर्ष सँगै काम गरेको साथीले छोडेर जाँदा चाहिँ निकै खल्लो अनि निकै नै यो गाउँ यो घर यो खेत यो बारी चाहिँ मलाई शून्य लागिरहेछ है। पक्कै पनि लाग्छ नि सँगै काम गरेर साथी नहुँदा है, एक्लै हुँदा यसो गरौँ न उसो गरौँ न के गर्ने भन्ने दुईजना चाहिँ पहिला सल्लाह गरेर हामीले चाहिँ काम गर्थ्यो। अब यो काम गर भनेर साउले छोडेर राख्दाखेरि चाहिँ हामीले कुन चाहिँ काम छिटो गर्ने, कुन चाहिँ काम कुन तरिकाले गर्ने, अनि तिमीले यो गर न मैले यो गर्छु भन्ने टाइपले चाहिँ हामीले काम गर्थ्यो। एकदम मिलेर काम गर्थ्यो हामी। 2 वर्ष सँगै बस्यो। त्यस्तो मनमुटाव रिस राग नबोल्ने एनतेन झैँ झगडा कहिले पनि भएन के। त्यस्तो साथी गुमाउँदा चाहिँ गुमाउँदा भन्नाले त्यस्तो साथीले छोडेर अर्कै कम्पनीमा जाँदा चाहिँ मलाई निकै नै खल्लो अनि निकै नै दुःख लागिरहेछ है। अब दुःख त लाग्छ पनि है। अब हिजो राति पनि मलाई लगभग म 1 बजीतिर बिम्ज्या थियो, निन्द्रा पनि लागेन के है। अब मनमा कुरा खेल्दा 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 राति 2 घन्टा जति निन्द्रा लागेन। अनि अब कस्तो साथी आउने हो थाहा छैन है। अब जे होस् राम्रो साथी आइदियो भने राम्रो हुन्छ, काम मिलेर गर्ने साथी आइदियो भने राम्रो हुन्छ। अब हेरौँ कस्तो साथी आउँछ। जे होस् विशालको चाहिँ एकदम मलाई सम्झना चाहिँ अब धेरै दिन हरेक कामहरू गर्दाखेरि है, यो हरेक यो खेत यो बारीमा चाहिँ खन जोत गर्दाखेरि हरेक काममा मिस हुन्छ क्या मलाई। यस्तै छ, ठिक छ, हेरौँ कति दिनसम्म मिस हुन्छ। नेपालबाट आएर चाहिँ मेरो आजबाट काम स्टार्ट भएको छ। साउ र मैले चाहिँ मलसर ओसार पसार गरेर चाहिँ बारीमा गएर चाहिँ मजाले यो गरा यसरी जोत्यो। मैले चाहिँ यो सबै मैले जोत्या हो। कोरियाको 2 वर्षमा यो ट्र्याक्टर चलाएको हो क्या। सजिलै हुँदो रहेछ। अनि लास्टमा चाहिँ साउले यहाँ नराख्ने, यो चाहिँ 3 दिनपछि फेरि चाहिँ उता 3 दिनपछि फेरि यहाँ जोत्न आउनुपर्छ भनेर चाहिँ यो छेउमा रोड छेउमा नराख्ने उता कुनामा लगेर राख्छु भनेर चाहिँ साउले यसरी लगिरह हो। जिन्दगी आफूले चाहिएको जस्तो त कहाँ हुन्छ र है। अब सबै साथीभाइहरू सधैँ सँगै हुन्छ भन्ने पनि कहाँ हुँदो रहेछ र यस्तै छ। अब हेर्दै जाउँ कसरी दिनहरू बित्छ। तपाईहरूलाई भिडियो मार्फत युट्युबमा अथवा टिकटकमा यसरी भिडियो मार्फत तपाईहरूलाई भिडियोहरू देखाउँछु, भिडियोहरू तपाईँहरूमाझ पस्किन्छु। बुङ्गुर कम्पनीमा गएको छ क्यारे। अब काम राम्रै होला, राम्ररी काम गर। अब साथीलाई नबिर्स, साथीलाई सम्झ है। अब थाहा छैन म पनि यहाँबाट अब छोड्छ छोड्दैन थाहा छैन है। अब फकाउँदा मलाई धेरै फकाइरहेछ साउले। म 1 लाख चाहिँ महिनाको 1 लाख तलब बढाइदिन्छु भनेर फकाइरहेछ साउनीले। अस्ति पनि रुममा आएर चाहिँ मलाई भन्दै थियो तँलाई चाहिँ 1 लाख तलब बढाइदिन्छु भनेर भन्दै थियो। अब हेरौँ के हुन्छ। फकाउँदा फकाइरहेछ। अब हो गाह्रो सजिलो काम हुन्छ, जहाँ पनि गाह्रै हुन्छ, जहाँ पनि सजिलै हुन्छ। तर अलिकता काम पनि यहाँ अलिक धेरै गाह्रो अनि मुख पनि त्यस्तै भएको कारणले चाहिँ अनि तिमीले छोडेर गा हो। अब मलाई पनि छोड्ने मन थियो। अब हो अब झैँ झगडा गरेर जबरजस्ती चाहिँ म जान्छु भनेको भए मलाई पनि पठाउँथ्यो होला। हेरौँ भोलिको दिनहरूमा चाहिँ कसो गरी के गरी दिनहरू बित्छ। अब जहाँ गए नि काम गर्नै पर्छ।
जहाँ गए पनि साथीलाई नबिर्सी हेर, साथीलाई सम्झी। अब त्यही हो, अब राम्रो साथी चाहिँ राम्रो साथीले चाहिँ छोडेर जाँदा अलिकता मन खिन्न अनि अलिकता सुन्ने कता बिरानो विरक्त लाग्या जस्तो चाहिँ फिल भइरहेछ। त्यही छ, अब के गर्नु है। सबै कुरा आफूले चाहेको जस्तो हुँदैन मान्छेको देशमा। झन् है आफूले चाहेको जस्तो त कहाँ हुन्छ र। मान्छेको मुड अनुसार मान्छे खुसी भएको बेलामा मान्छेले राम्रो व्यवहार गर्छ, तेल धस्न आउँछ मान्छे। तिनीहरू चाहिँ दुखी उनीहरू रिसाएको, उनीहरूलाई चित्त नबुझेको बेलामा चाहिँ उनीहरूले मुखमा जे आउँछ त्यही भन्छ। यस्तै छ हामी परदेशी है। अरूको गाली, अरूको वचन, अनि अरूको चाहिँ अरूले दिने त्यो नराम्रो व्यवहारहरूलाई चाहिँ सहेर हामी चाहिँ अगाडि बढ्नुपर्छ। हामी परदेशीको जिन्दगी यस्तै छ, जहाँसुकै पनि होस् है। परदेशमा यस्तै हो, जुनसुकै देशमा भए पनि, अमेरिका, अस्ट्रेलिया जहाँसुकै भए पनि परदेशीको जिन्दगी यस्तै हो। साउसाउनीको तनाव है, कामको प्रेसर, त्यही दुःखहरूलाई झेलेर चाहिँ अगाडि बढ्नुपर्छ। मान्छेको जिन्दगी यस्तै त हो नि। जहाँ भए पनि जे होस् खुसी चाहिँ भएर बाँच्नुपर्छ भन्छु है म। जुन ठाउँमा भए पनि खुसी भएर बाँच्नुपर्छ। विदेशको ठाउँमा साथी मिलेन भने त्योभन्दा विदेश नर्क अरू केही पनि हुँदैन के। साथी मिलेर काम गरेन भने विदेशको ठाउँमा नर्क नै हो क्या। अनि त्यही भएर एकदम मिस भइरहेछ है। आजदेखि काम सुरु गरेको, हेरौँ अब काम के गर्नुपर्छ। तपाईहरूले मेरो यो भ्लग, मेरो यो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद। आगामी भिडियोहरू पनि राम्रो ल्याउने कोसिस गर्छु। माया गरिदिनु होला, साथ सपोर्ट गरिदिनु होला है त।